तपाईले कुनै अननोन नम्बरबाट यस्तो खालको कलहरू रिसिभ गर्नु भएको छ अथवा तपाईलाई भोइसमेल छोडेको छ? यदि छ भनेदेखि यो कल स्क्याम हो कि होइन तपाईँ पहिचान गर्न सक्नुहुन्छ? यदि सक्नुहुन्न भनेदेखि तपाईलाई म यो कल स्क्याम हो भन्ने पहिचान गर्नको लागि केही जानकारीहरू दिँदैछु। ल ध्यान दिएर सुन्नुहोस् है त, यो स्क्याम हो कि होइन भनेर चिन्नको लागि। Hi, my name is Megan Sloan, and I'm reaching out from Evergreen Tax Strategies at 442-203-5211. यो कलमा पहिलो रेड फ्ल्याग भनेको मलाई यो कल 8667131312 नम्बरबाट आएको थियो, तर यहाँनिर चाहिँ अर्कै नम्बरबाट कल गरेको भनिरहेको छ। यो पहिलो रेड फ्ल्याग हो कि यो कल अथेन्टिक होइन भन्ने। I'm calling about an update that affects taxpayers who've had balances outstanding for over 12 months. दोस्रो रेड फ्ल्याग भनेको यहाँ आउटस्ट्यान्डिङ ब्यालेन्स अफ ओभर 12 मन्थ्स भनिएको छ, जुन चाहिँ सरासर झुट हो र धेरै जसो मानिसहरूको कि बा मेरो ट्याक्स ब्यालेन्स थियो कि भन्ने खालको एउटा भ्रम सृजना गरेर चाहिँ उनीहरूलाई यो कल ब्याक गर्नको लागि अर्जेन्सी क्रिएट गरिएको छ र जुन अर्जेन्सी क्रिएट गरेको छ त्यो अर्को रेड फ्ल्याग हुन्छ। These changes are allowing for options like partial settlement or even full dismissals in certain scenarios. तेस्रो रेड फ्ल्याग भनेको यहाँ यसले चाहिँ पार्सल सेटलमेन्ट अर फुल डिसमिसल भनिएको छ। यहाँनेरि पनि मान्छेलाई लोभ देखाउने खालको एउटा स्ट्र्याटेजी लगाइएको छ। यो भनेको तेस्रो रेड फ्ल्याग हुन सक्छ। If you've been feeling stuck or overwhelmed by your tax situation, now might be the perfect time to get a second opinion. We can check in minutes whether or not you might qualify under the new term. चौथो रेड फ्ल्यागको रूपमा यदि तपाईँ चाहिँ तपाईको ट्याक्स सिचुएसनले ओभरवेल्म्ड हुनुभएको छ भने हामी मिनेट्समै चेक गर्न सक्छौं भनेको छ र उनीहरूसँग कुनै पनि त्यो चेक गर्न सक्ने स्ट्र्याटेजी हुँदैन। त्यसले गर्दाखेरि यो पनि अर्को रेड फ्ल्याग हुन सक्छ। Call me back at 442-203-5211. Again, Megan with Evergreen Tax Strategies. Press 2 to opt out. पाँचौं रेड फ्ल्यागको रूपमा चाहिँ इट माइट बी द पर्फेक्ट टाइम टु गेट अ सेकेन्ड ओपिनियन भनिएको छ। यहाँनिर तपाईले सेकेन्ड ओपिनियन लिन नै हो भने पनि तपाईले नचिनेको व्यक्ति जसले तपाईलाई फोनमा कल गर्छ त्यस्तो व्यक्तिबाट लिने होइन। तपाईले चाहिँ अथेन्टिक ट्याक्स प्रिपेयररकोमा जाने ट्याक्स फर्ममा गएर सेकेन्ड ओपिनियन लिन सक्नुहुन्छ। यदि तपाईको आउटस्ट्यान्डिङ ट्याक्स ब्यालेन्स नै छ भने पनि त्यसरी तपाईले अथेन्टिक ठाउँबाट मात्रै ट्याक्स ओपिनियन लिनुपर्छ, नत्र भने तपाईको व्यक्तिगत जानकारीहरू यस्ता अनअथराइज मानिसहरूले लिएर त्यसको दुरुपयोग गर्न सक्ने र तपाईलाई धेरै ठूलो क्षति पुर्याउन सक्ने हुन्छन्। होप तपाईलाई यो जानकारी मन पर्यो होला। यदि तपाईलाई यो जानकारी मन पर्यो भने लाइक, शेयर एन्ड कमेन्ट गर्न नभुल्नु होला। धन्यवाद।